हामी इन्भेन्टरी म्यानेजमेन्ट भन्ने च्याप्टरबाट इकोनोमी अर्डर क्वान्टिटी भन्ने टपिक पढ्न जाँदैछौँ, जुन एनईबीमा 1 मार्कको सोध्ने गरेको के हो त इकोनोमिक अर्डर क्वान्टिटी भनेको। इन्ट्रोडक्सनमा जाउँ। इकोनोमी अर्डर क्वान्टिटी is the optimum quantity of the goods to be produced at one time in order to minimize the annual total cost of ordering and carrying or holding items in inventory. यो इकोनोमी अर्डर क्वान्टिटी भनेको के हो भन्दाखेरि हामी एउटा इक्जाम्पल लियौँ। सपोज कुनै एउटा पसल छ, त्यो पसलमा सालभरि एउटा नुडल्सको एउटा चाउचाउको चाहिँ सालभरिको खपत 1000 कार्टुन छ भने त्यसले त्यो चाउचाउ 1000 कार्टुन एकैचोटिमा मगाउँदैन। किन मगाउँदैन? नमगाउने पनि कारणहरू छन् है। एकैचोटि मगायो भने गोदाममा स्टोरमा राख्नुपर्छ र त्यति सामान एकैचोटि स्टोरमा राख्दाखेरि विभिन्न किसिमको अर्डरिङ कस्ट, क्यारिङ कस्टहरू जस्ता यस्ता विभिन्न कस्टहरू, होल्डिङ कस्टहरू चाहिँ के गर्छ त संस्थामा बढी खर्च हुने गरेको हुन्छ। त्यही भएर चाहिँ संस्थाले एकैचोटि एनुअल रिक्वायरमेन्ट चाहिँ एकैचोटि मगाउने गर्दैनन्। अब त्यसलाई सल्भ गर्नको लागि हामीले के गर्नुपर्छ त इकोनोमी अर्डर क्वान्टिटी बनाउनुपर्छ, इओक्यू, जसमा हामीले चाहिँ के सिक्छौँ भन्दाखेरि जुन एनुअल खपत छ, एनुअल खपतमा कति गरेर मगाउँदाखेरि चाहिँ गोदाममा सामानको स्टक्स कहिले पनि सकिँदैन, जसको लागि हामीसँग फर्मुलाहरू छ है। फर्मुला नम्बर 1 को फर्मुलामा हामी के पढ्छौँ भन्दाखेरि इओक्यू इज इक्वल टु √_2AO/C, जसको एन्सर्स जहिले पनि युनिट्स र केजीमा आउँछ। सपोज इओक्यू को एन्सर 3000 आयो भने यसको एन्सर्स 3000 युनिट्स अथवा 3000 केजीमा दिएछ भने क्वेसन भने केजीमा राख्नुपर्छ भने टोटल कस्ट अफ इओक्यू √2AOC, यसको एन्सर जहिले पनि रुपिजमा आउँछ भने नम्बर्स अफ अर्डर इज इक्वल टु A डिभाइडेड बाई इओक्यू, यसको एन्सर जहिले पनि टाइम्समा आउँछ। 3 टाइम्स 4 टाइम्स 5 टाइम्स गरेर आउँछ। त्यसै गरेर वेयर जहाँ चाहिँ A इज इक्वल टु एनुअल कन्जम्सन युजेज र रिक्वायरमेन्टलाई बुझाउने गरिन्छ भन्दाखेरि O भनेको अर्डरिङ कस्ट पर अर्डर र C भनेको क्यारिङ कस्ट पर युनिट। अब हामी यो एक्सर्साइजमा हामीले क्वेसन नम्बर 1 मा हेर्न सक्छौँ। के भनेको छ भन्दाखेरि अ कम्पनी युजेस 2000 युनिट्स अफ अ प्रोडक्ट एनुअल्ली। इट कस्ट अफ प्लेसिङ 1 अर्डर इज ₹100 एन्ड क्यारिङ कस्ट पर युनिट पर इयर इज ₹5। क्यालकुलेट द इकोनोमी अर्डर क्वान्टिटी। यस क्वेसनमा के भनेको छ भन्दाखेरि एउटा कम्पनी छ, त्यो कम्पनीको एनुअल प्रोडक्ट अथवा एनुअल खपत, एनुअल युज चाहिँ कति छ भन्दाखेरि 2000 युनिट। त ए त हामीले आइडेन्टिफाई गरिसक्यौँ। एनुअल रिक्वायरमेन्ट A इज इक्वल टु 2000 युनिट। द कस्ट अफ प्लेसिङ 1 अर्डर इज 100। एउटा अर्डर लगाउनको लागि 1 युनिट सामानको अर्डर लगाउनको लागि 100 रुपैयाँ हाम्रो अर्डरिङ कस्ट लाग्छ। अर्डरिङ कस्ट पर अर्डर O इज इक्वल टु 100 भनेपछि A पनि पत्ता लाग्यो 2000, O पनि पत्ता लाग्यो 100। अब आउँ हामी क्यारिङ कस्टमा। The carrying cost per unit per year is ₹5। 1 युनिट सामान मगाउनका लागि 5 रुपैयाँ हामीलाई के लाग्छ त क्यारिङ कस्ट लाग्ने गरेको छ। अब क्वेसनमा के निकाल्नु भनेको छ भन्दाखेरि क्यालकुलेट द इकोनोमी अर्डर क्वान्टिटी। इकोनोमी अर्डर क्वान्टिटी वी नो द्याट। अब इकोनोमी अर्डर क्वान्टिटीको फर्मुला के गरेको थियौँ, इओक्यू इज इक्वल टु √2AO/C फर्मुला हुन्छ, जसको मैले कुरा पनि गरेको थिएँ। यसको एन्सर युनिट्स अथवा केजीमा आउँछ र हाम्रो यो क्वेसन केमा छ, यो क्वेसन तपाईको युनिट्समा दिएको छ। हेर्नुस्, युनिट्समा दिएछ भने एन्सर पनि यसको युनिट्समा निकाल्नु पर्ने हुन्छ। इओक्यू इज इक्वल टु √2AO/C यसको फर्मुला भयो। √2 इन्टु A इज 2000, O इज 100 डिभाइड बाई 5, √2 इन्टु 2000 इन्टु 100 गर्दा मल्टिप्लाई गर्दा 4 लाख हुन्छ, डिभाइड बाई 5। फेरि त्यसको रुट अन्डर निकाल्ने 80,000, 4 लाखलाई 5 सँग डिभाइड गर्दा 80,000, फेरि त्यसको रुट अन्डर निकाल्दा 282.84 युनिट। देयरफोर इकोनोमी अर्डर क्वान्टिटी इज 284 युनिट्स। हामीले यो 3टा कुरा सोलुसन्स, यो सोलुसनको भाग, यो सोलुसनको भाग र यो तपाईको यो मुनिमा दिएको जुन देयरफोर छ, कन्क्लुजन छ, त्यो चाहिँ राख्नुपर्ने नै हुन्छ र सबै विद्यार्थीलाई अनुरोध छ यो राख्नु नै होला। अब आउँ एउटा हामी एनईबीमा लास्ट 2082 मा सोधिएको क्वेसन नम्बर 11 मा एनईबीले सोधेको एउटा क्वेसन छ, जसमा के भनेको छ भन्दाखेरि एनुअल रिक्वायरमेन्ट इज 80 केजी एन्ड इकोनोमी अर्डर क्वान्टिटी इज
3000 kg. Find out number of order. Solution. Annual requirement A तपाईलाई थाहा नै छ कति दिएको छ 18000 kg है यसमा केजी मा हिसाब गर्नुपर्छ इकोनोमी अर्डर क्वान्टिटी 3000 kg नम्बर अफ अर्डर अब एज वी नो हामीलाई थाहा छ नम्बर अफ अर्डर को फर्मुला के हो त A डिवाइडेड बाइ EOQ A कति छ त 18000 kg 18000 kg डिवाइडेड बाइ 3000 kg इज इक्वल टु 6 टाइम र लास्टमा पनि मैले कुरा गरेको थिए नम्बर अफ अर्डर निकाल्दाखेरि जहिले पनि त्यसमा टाइम्स राख्नुपर्छ देयरफोर नम्बर अफ अर्डर इज 6 टाइम्स भनेर आन्सर आयो यसको मतलब के हो भन्दाखेरि एक सालको यदि 18000 खपत छ भने एकचोटीमा हामी 3000 युनिट सामान मगाउँछौं भने हामीले वर्षमा त्यो सामानलाई 6 चोटी मगाउनु पर्छ 6 टाइम मगाउनु पर्छ भनेर भन्छ यहाँ नम्बर्स अफ अर्डरमा यो पोर यही वर्ष लास्ट इयर बितेको एनईबी को एक्जाममा 2082 मा 1 मार्कमा सोधिएको क्वेशन हो